हिजो भएको Both guys are एमएमए really, really फाइटमा good. They both like नेपाली एमएमए फाइटर picking their र नेपाली strikes, एमएमए picking फ्यान their बेसको target. लागि एकदमै नराम्रो That was a He nice rocked it. shot. Darren Corbett, he rocked it. तिनवटा फाइटरहरू Down tackle, he's in a lot of trouble. He's in a lot of trouble. फाइट जित्न सकेनन् र आफ्नो नाम आदिल हुसेन भर्सेस अश्विन छेत्री, गोकुल खड्का भर्सेस तुलसार र राहुल ठकुरी भर्सेस डारेन खर्सान्डी बीच फाइट रहेको थियो। तिनवटा फाइट हार्न पुग्यौँ र अश्विन छेत्रीले राम्रो फाइट गरेर लास्टसम्म पनि राम्रो फाइट गरे र हार्न पुगे र गोकुल खड्का र राहुल ठकुरी फर्स्ट राउन्डमै टेक्निकल नकआउट मार्फत र सब्मिसन मार्फत गेम हार्न पुगे। केही छैन, एउटा हारले एमएमए प्रोफेसनलको पुरै करियरलाई डिफाइन गर्न सक्दैन। अझै हामी स्ट्रङ भएर आउनुपर्छ। हामीले कुन ठाउँमा गल्ती गर्यौँ, हामी कुन ठाउँमा कमी कमजोरी भयो, त्यो ठाउँलाई एकदमै पत्ता लगाएर त्यसको राम्रो तयारी गरेर, पूर्व तयारी एकदमै राम्रो गरेर, कोच भयो कि आफ्नो ट्रेनिङ कम भयो, के कमी भयो हामीमा, त्यो एकदमै सुधारेर एकदमै हामी स्ट्रङ्गर भएर आउनुपर्छ। एउटा फाइटले पुरै करियरलाई डिफाइन गर्दैन, अझै राम्रो भएर आउनुपर्छ। फाइटरको लागि एउटा फाइटले केही पनि गर्दैन, अझै राम्रो हुनुपर्छ है त। जय होस् नेपाली एमएमए। बिग रेस्पेक्ट टु अल 3 फाइटर्स।